वेलकम टु माई मिनी ब्लग। मिति 2082 साल पौष 5 गते शनिबारका दिन तिलाहार आमा समूहद्वारा आयोजित यस पिकनिक कार्यक्रममा म पनि सहभागी हुँदैछु। हामी चाहिँ फर्स्टमा चाहिँ गाडी चढेर पिकनिक गर्ने ठाउँमा पुग्यौँ। फर्स्टमा चाहिँ हामीले रोस्टको लागि सामान रेडी पार्दैछौँ, त्यसपछि अचारको लागि प्याज काट्दै हुनुहुन्छ र हामीले चाहिँ फर्स्टमा भोक लागेको हुँदाले 11 बजेको थियो, खाना नखाएको कारणले चाहिँ हामीले मकै फुटेर चियासँगै खाने निधो गर्यो। मकै पनि फुटियो, हाम्रो दिदी बहिनीहरूले हाम्रो आन्टीहरूले चाहिँ मकै फुट्नुभयो। त्यसपछि हामीले चिया पनि चाहियो मकैसँगै खानको लागि र चिया पनि पकायौँ र सबैजना मिलेर चिया पनि खायो। हाम्रो आमासँगको पिकनिक चिया र मकै अरू चाहिँ रेडी हुँदैछ। अर्गानिक असाध्यै रमाइलो भएको छ। अर्गानिक चिया दुवारको क्रिस्टल टी हैन, अर्गानिक मकै आफ्नै बारीको आफ्नै बारीको अर्गानिक चिया बारीको अर्गानिक मकै आफ्नै बारी। चियाको आवश्यकता भएको कारणले मुहान टाढा भएर हाम्रो चाहिँ आन्टीले र आमाले चाहिँ झोलामा र टोकामा पानी बोकेर ल्याउनु भयो। रोस्ट बनाउनलाई दाउरा आवश्यक परेको हुँदाखेरि हाम्रो आन्टीले यहाँ दाउरा खोज्दै हुनुहुन्छ। उनको लागि दाउरा आवश्यक हुँदाखेरि बन्नु चाहिँ दाउरा खोज्न आउँछ। दाउरा टिप्दै आएको हामी रोस्टको लागि। अब ग्यासको चुलो एउटा मात्रै भयो। पिकनिकको लागि हामी चाहिँ टावर जाने भनेको कुरा क्यान्सल भयो र हामीले चाहिँ खेतको कुनामा आएर पिकनिक खाँदैछौँ। शोभादेवी चाहिँ काँक्रो काट्दै हुनुहुन्छ। कस्तो लागिरहेको सबै खानेकुरा चाहिँ हामीलाई ग्यासमा बनाउनका लागि धेरै समय लाग्ने भएको कारणले हामीले चाहिँ रोस्टको लागि अर्को चुलो बनाएर चाहिँ त्यसमा रोस्ट बनाउन लागिरहेका छौँ। हाम्रो आन्टीले बनाउँदै हुनुहुन्छ। रक्सी बोकेर आएको रक्सीले नि रक्सी खान्छौ कि तँ? कति पर्छ नि पत्तालाई 250 आजको पिकनिक। रक्सी त पैसा 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 नमनी फनी। यता चाहिँ अब रोस्ट पाक्दैछ। हुनुहुन्छ यता फेरि काँक्रा आलु मुलाको चाहिँ अचार बन्दैछ। नमस्ते म रोस्ट वाली। नमस्ते म ड्यू वाली। नमस्ते म पकवान वाली। नमस्ते म प्राण पापड वाली। नमस्ते म मादल वाली। नमस्ते म बेसर वाली। नमस्ते म त घिउ वाली। नमस्ते म त खुर्सानी वाली। नमस्ते म त नुन वाली। नमस्ते म त मसला वाली।
नाचगानसँगै हामी चाहिँ अब खानाको लागि खाना रेडी भयो र हामी चाहिँ खाना खान लाग्दैछौँ। हाम्रो दिदीबहिनीहरूले तालमा परिकारहरू राखेर रेडी गर्नुभयो र हामीसँगै सबै मिलेर खाजा खायौँ। नियम चाहिँ आफूले खाएको भाँडा चाहिँ आफै माझ्ने थियो र सबैले आफूले खाएको भाँडा माझ्यो। रमाइलो गर्दै आजको पिकनिक कार्यक्रम चाहिँ अन्त्य भयो। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। प्लिज लाइक, कमेन्ट एन्ड सब्सक्राइब माई युट्युब च्यानल।